नमस्कार। झापाको बिर्तामोडदेखि सुरु भएर फिक्कल इलाम फिरिम हुँदै जोरसालदेखि मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्गमा चाहिँ सुरु गरिएको छ। यो पुष्पलाल मार्ग यहाँबाट सुरु भयो। पुष्पलाल मार्ग अब हामी पाँचथरबाट तेह्रथुम जाने पुल हो। हामी तेह्रथुम 8 गाउँपालिका सुरु गरिसक्यौँ। 8 गाउँपालिकामा उकालो मध्यपहाडी लोकमार्ग, बीचबीचमा ऐसेलु पाकेका ऐसेलु खाँदै खाँदै हामी उकालो झापाबाट हिँडेकै दिन गइरहेका छौँ। हामी सङ्क्रान्ति बजार पुग्ने हिसाबमा सङ्क्रान्तिमा बास बस्ने गरेर त्यहाँ पुग्यौँ। बास बजिसकेपछि भोलिपल्ट बिहान हिँड्ने क्रममा हलिमेलो चोक, सङ्क्रान्ति बजारदेखि अगाडि हलिमेलो भन्ने ठाउँ रहेछ, चोक रहेछ। हलिमेलो चोकमा चिया खाएर हामी म्याङलुङमा खाना खाने हिसाबमा चाहिँ गइरहेछौँ। म्याङलुङ पुग्यो। म्याङलुङ चोकमा म्याङलुङ बजारमा खानासाना खाएर अनि तिनजुरे जाने सोचाइमा चाहिँ तिनजुरे त्यहाँबाट उँभो तिनजुरे लाग्यो। तिनजुरेको रमाइलो दृश्यहरू हेर्दै 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 तिनजुरे माथि गुराँस फुलेको हेरियो। माथि शिरमा रहेको पाथिभरा देवीको दर्शन गरियो। त्यहाँबाट तल त्यसबाट देखिने पारिका तेह्रथुमका बुवाहरू सबै हेर्दै हेर्दै हामी त्यहाँदेखि फर्केर हामी हिले आइपुग्यो। त्यहाँबाट फर्केर हामी हिले बजार आयौँ। हिलेमा आएर फेरि केही क्षण बस्यौँ, नास्ता गऱ्यौँ। त्यसबाट हामी लेगुवा आएर भोजपुर जाने क्रममा लेगुवामा त्यो दिन बास बस्यो। लेगुवा घाटमा बास बसेपछि लेगुवामा दुईवटा बाटो छ, एउटा शङ्खसभा जाने, एउटा भोजपुर जाने। हामी भोजपुर जानु थियो। हामी भोजपुरको लागि हिँड्यौँ। भोजपुर पुग्यो। भोजपुर बजार, भोजपुरको खुकुरी हेर्नुहोस्। खुकुरी मार्ग यो भोजपुर बजार हो। भोजपुर बजार पुग्यो। भोजपुर बजारमा पुगेर माथि सिद्ध बाबा मन्दिर रहेछ। सिद्ध बाबा मन्दिर दर्शन गरियो। त तल देखिएको भोजपुर हो। अब हामी भोजपुर अगाडि बढ्यो। अगाडि बढेर हामी अहिले माथि नागी भन्ने ठाउँमा आइपुग्यो। त्यो नागी भनेको चाहिँ भोजपुर र खोटाङको सिमाना। यति हावा चल्दो रहेछ। हामी मध्यपहाडी लोकमार्गमै छौँ। यो चाहिँ अहिले हामी भोजपुरतिर छौँ। यसको पारिपट्टि, यसको उतापट्टि जब गेट छ, त्यो गेटदेखि उता लागिसकेपछि दिक्तेल खोटाङ जिल्ला सुरु हुँदो रहेछ। खोटाङ जिल्ला। यो गेटदेखि यता हामी भोजपुरमा छौँ। गेटदेखि उता लागेपछि खोटाङ सुरु भयो। यहाँबाट खोटाङको दिक्तेल धेरै टाढा छैन। हामी दिक्तेलमा गएर खाना खाने भन्ने योजनामा गइरहेका छौँ। यति रमणीय ठाउँ, यति राम्रो ठाउँ। चारैतिर भोजपुरका दृश्य, खोटाङका दृश्यदेखि लिएर उँभो धेरै दृश्यहरू देखिने। प्लस होमस्टे, यहाँ माथिबाट होमस्टे पनि रहेछ, पदमार्ग रहेछ। एकदम चारै रमाइलो ठाउँ, एकपटक जानै पर्ने ठाउँ यहाँ रहेछ। अब हामी आज दिक्तेल बास बस्ने भनेर चाहिँ यहाँबाट हामी निक्ल्यौँ। यहाँबाट थोरै कच्ची बाटो छ, 7 किलोमिटर कच्ची बाटो बढेपछि यो मध्यपहाडी लोकमार्ग नै हो, पुष्पलाल मार्ग। यहाँबाट अगाडि बढेपछि अब हामी दिक्तेल बजार पुग्छौँ। दिक्तेलमा थोरै कच्ची गएपछि दिक्तेल बजार पुग्छौँ। दिक्तेल बजारमा पुगिसकेपछि दिक्तेलमा खानासाना खाएर दिक्तेलमाबाट फेरि हामी हलेसीको लागि अगाडि बढ्छौँ। यो दिक्तेल बजार हो। यहाँ खाना खाएर हामी हलेसीको लागि अगाडि बढ्यौँ। हलेसीमा गएर बास बस्यौँ। हलेसीको यो बेलुकाको आरती सुरु भयो। साँझको आरतीमा रमाइयो। साँझको आरती सँगसँगै हामीले गायौँ, रमाइलो गऱ्यौँ र बास बस्न हामी होटलतिर प्रस्थान गऱ्यौँ। होटलमा बास बसिसकेपछि पुनः बिहान चाँडै नुहाइधुवाइ गरेर हामी हलेसी महादेवको दर्शन गर्ने योजनाका साथ हामी बिहान छिटो गरेर फर्किनु थियो। छिटो गएर हलेसी महादेवको दर्शन गर्न आयौँ। यहाँ हलेसी महादेव तल हुनुहुन्छ। यतापट्टि माथि हो, यहाँ पार्वती माताको मन्दिर हो, पार्वतीको दर्शन गर्ने। अब यहाँबाट तल हामी उसमा गयौँ। यसरी नै हलेसी दर्शन गरेर हामी त्यहाँबाट लाग्यौँ सिन्धुलीतर्फ। सिन्धुली गढी आइपुग्यो। सिन्धुली गढीको पुरानो जेल अरे यो पृथ्वीनारायण शाहले अब जेल बनाउनु भएको
गडी हान्दाखेरि यहाँ चाहिँ मान्छे राख्ने यताउता गर्ने पछिसम्म पनि जेल थियो भन्ने सुन्यो। पुराना इँटाले बनेका यी अवशेषहरू भेट्यौँ। अवशेषहरू हेर्दै रमाइलो गर्दै हामी अगाडि बढ्यौँ। अगाडि बढेर हेर्दै गयौँ। धेरै पुरातात्विक ऐतिहासिक कुराहरू भेट्यौँ गडी दरबारमा। यहाँ शहीदहरूको नाम रहेछ वीरभद्र उपाध्याय, हर्ष पन्त, बसु गुरुङ। यहाँबाट पारी देखिने गडी दरबार, यो ठुलो किल्ला भन्दो रहेछ, ठुलो गडी। अहिले हामी सानो गडीको माथिबाट हिँडिरहेछौँ। पहिले युद्ध यहीँबाट गरेर चाहिँ ढुङ्गा सिस्ना लडाएर चाहिँ हाम्रा पुर्खाहरूले नेपाल बचाएको भन्ने किम्बदन्ती पनि छ र त्यहाँ देख्न पनि सकिन्छ। धेरै कुराहरू देख्न सकिन्छ। साँच्चै हो रहेछ जहीँ लाग्छ। यसो गरेर हेर्दै हेर्दै हामी सिन्धुलीबाट पनि फर्केर गाईघाट, उदयपुर गाईघाट हुँदै चौथो दिन झापा आइपुग्यो।